नमस्ते, म राधे खड्का। मेरो कविताको शीर्षक छ पुकार पेट भित्र शिशुको। पेट भित्र शिशु उल्टदा भन्छ, बाबाले किन रमाइलो गर्नुभयो। अनि फेरि शिशु पल्टदा भन्छ, आमा तपाईँ किन रमाउनु भयो। ठिकै छ तपाईहरूले जे गर्नुभयो, ठिकै छ तपाईहरूले जे गर्नुभयो, सायद सबै ठिकै गर्नुभयो। तर अब मलाई मात्र तुहाउने एउटा गुण गर्नुहोस्, न कि जन्माउने भुल गर्नुहोस्। किनभने तपाईहरूको चाहना यही हो कि मलाई जन्माउनु हुनेछ, दुःख गर्नुहुनेछ, दुःख दिनुहुनेछ। स्वार्थ र स्वार्थी समाजसँगै तपाईहरूको रवाफ बढ्नेछ। तपाईँ अलिक बढी शक्तिशाली बन्नुहुनेछ, झुठो अनि जुठो सहारा प्राप्त गर्नुहुनेछ। यी यस्ता प्रक्रिया त सधैँ सबैको चलेकै छ, यी यस्ता प्रक्रिया त सधैँ सबैको चलेकै छ। संसारको रीत न हो, भएकै कुरा हो। तर मलाई यसमा होम नहाल्नुहोस्, किनकि मलाई साह्रै पोल्छ, सायद आगोले सबैलाई पोल्छ, ढुङ्गालाई पनि। हो म पनि त्यही ढुङ्गा हुँ, पुज्नेले पुज्छन्, मुत्नेले मुत्छन्। हो म पनि त्यही ढुङ्गा हो, पुज्नेले पुज्छन्, मुत्नेले मुत्छन्। आखिर यो जगत ढुङ्गा न हो, नाउ बिनाको ढुङ्गा न हो। आखिर यो जगत ढुङ्गा न हो, नाउ बिनाको ढुङ्गा न हो। हावाको बहकाउसँगै बहने, किनारा नभेट्दा पानीसँगै डुबिजाने। त्यसैले अन्तमा ठिकै छ जन्माउन त जन्माउनुहोस्, तर यदि फेरि पनि अन्तमा ठिकै छ जन्माउन त जन्माउनुहोस्, तर यदि फेरि पनि त्यही पेटमा राख्न सक्नुहुन्छ भने मात्र। तर यो असम्भव कुरा होला, विज्ञानले के नै पो गर्ला र। बरु अज्ञानी नभई ज्ञानी बन्नुहोस्। त्यसैले मलाई मात्र तुहाउनुहोस्, जन्माएर नकुहाउनुहोस्। गनाउँछ, साह्रै गनाउँछ, असह्य भई गनाउँछ, असह्य गनाउँछ। यो पापी संसारमा कन्टेनर यौन तृप्ति हो, यो सृष्टि हो। धन्यवाद।